के तपाईँ पनि स्लो न्युज पाएर वाक्क दिक्क हुनुभएको छ? हिजोको न्युज त्यो पनि अहिलेसम्म आएको छैन। कुन टिमले कति स्कोर गर्यो भनेर खपाउनको लागि मेनस्ट्रिम मिडिया पर्खिरहनु परेको छ। Well, don't worry at all. You are in the right place. Nepal's one and only sports news source free of cost. Plus, you can use the reference number for getting awesome news and gifts points and many more fun activities. Link in description. फाँसीको सजाय दिनुपर्छ, फाँसीको सजाय दिनुपर्छ। हाम्रो परम्परा, संस्कृति र धर्मको मजाक उडाउने कामलाई हेरेर जनताले एन्टरटेनमेन्ट लिनु पर्यो। यिनीहरूको बाउआमाले के सिकाए? गाली गलोज नगरी कसैले पनि ठेस नपुर्याइकन कमेडी गर्न सक्दैनन्। म त भन्छु यस्ता समाजका किराहरूलाई फाँसीको सजाय दिनुपर्छ। गाली गलोज नगरी कसैको चित्त नदुखाई, कुनै पनि समाजको चित्त नदुखाई गरेको शुद्ध कमेडी मात्र कमेडी हुन्छ। यस्तो थियो अब व्यक्ति नेपालका वरिष्ठ हास्य कलाकार भविष्य बस्नेतको। यही आउने सोमबार हाम्रो सोशल मिडियामा दिएको स्टेटमेन्टका आधारमै पक्राउ पर्नुभएका युवा कलाकार सफल, जसको युट्युब च्यानलको नाम नै छ रोस्टर कोस्टर। उहाँसँग हाम्रो वरिष्ठ हास्य कलाकार भविष्य बस्नेतको लाइभ वार्तालाप हेर्न पाउनुहुन्छ केवल हाम्रो च्यानलमा। स्टे ट्युन फर द बिगेस्ट नेसनल न्युज अफ 2025 लाइभ अन दिस मन्डे 4 PM। हेर्न नबिर्सिनुहोला। स्वागत छ तपाईहरुलाई आजको वार्तालापमा, जहाँ कमेडीको नाममा अश्लीलता फैलाउनु, कमेडीको नाममा अरूको सेन्टिमेन्ट हर्ट गर्नु, अरूलाई ठेस पुर्याउनु जायज हो या होइन। आज हामीसँग स्टुडियोमा हुनुहुन्छ वरिष्ठ कलाकार भविष्य बस्नेत र युवाका कलाकार सफल। आउनुहोस् उहाँहरूलाई स्वागत गरौँ। भविष्यजी, अबको बोली तपाईको बोली। यिनीहरूको भाषामा रोस्टिङ, गाली गलोज, अरूको कमजोरीलाई गिज्याउने, अरूको असक्षमता माथि औँला उठाउने, बस यही आउँछ। कमेडी हो यो कमेडी। सफलजी, केही भन्न चाहनुहुन्छ यो बारेमा?
अब रोस्टिङ भनेकै त रियालिटीबाट बाहिर लगेर कसैको खुट्टा तान्नु, हाँसो मजाकको लागि, त्यही त हो नि रोस्टिङ भनेको। हामीले अनलाइन प्लेटफर्मको काम हेरेर रोस्ट गर्छौँ, कसैको निजी जिन्दगीलाई त रोस्ट गर्दैनौँ त, गरेको पनि छैन। जरुरी छैन नि कसैको काम सबैलाई मन पर्नुपर्छ भन्ने, पर्फेक्ट हुनुपर्छ भन्ने पनि छैन नि त। यदि एउटा कलाकारलाई उसको कमजोरी, कमी के भन्नै नपाउने हो, केही टिप्पणी दिनै नपाउने हो भने त छोडिदियो हुन्छ नि त। क्यामेरा अगाडि आउनु किन, स्क्रिनको काम गर्नु नै किन? मलाई भन्नुहोस्, म सुन्न तयार छु। मेरो सबै कमजोरी, हाँस्छु पनि बरु म। यस्तो छ हालत। हन यिनीहरूको बाबुआमाले के सिकाए? मलाई त यिनीहरू भन्दा पनि यिनीहरूको बाबुआमाका लागि चित्त दुखेर आइरहेछ। अरूको चित्त दुखाउने, कमेडीको नाममा गाली गलौज गर्ने। हामीले गाली बनाएको होइन नि, गाली त पहिल्यैदेखि समाजमा थियो त। हामीले त त्यस्तो पात्र बनायौँ जसले गाली दिन्छ, अनि त्यो समाजमै छ त्यस्तो पात्र पनि। त्यो पात्रले गाली दिएन भने त्यो क्यारेक्टरलाई न्याय नै हुँदैन नि। समाजको नाममा हाम्रो देशको मौलिक धर्म भ्रष्ट पार्ने काम गरिरहेका छन्। समाजमा अरू केही राम्रो कुराहरू पनि हुन्छ नि त, खै केही बनाउँदैन त। त्यसमा अलिक राम्रो विषयवस्तु गरेर केही बनाउनु नि छैन। यिनीहरूलाई खालि त्यही अरूलाई गिज्याउने, गाली गलौज गर्ने, त्यही मात्र मनपर्छ। बस पुग्यो। यही त हो नि तपाईँहरूको प्रब्लम, केही नबुझी बोल्ने। हामीले कतिवटा राम्रो पात्रहरूलाई लिएर पनि बनाएको छौँ त, चलेको पनि छ। त्योहरू चाहिँ नहेर्ने, अलिकति बेग्लै पात्र भयो भने खन्निन आइदिने, जा गएर बोल है भनेर अरूले भने जस्तो। कुन पार्टीको चाट्दै हुनुहुन्छ तपाईँ? अलिकति पैसा र भाइरल हुन आउनु भयो तपाईँ? देखिस् कमेडी? कमेडी देखिस् छैन त? यसलाई भन्छ फिजिकल रोस्ट। यो पनि चल्छ होला नि त, होइन? जोकको नाममा अश्लीलता मात्र छ। अलिक क्लिन जोक गर्न आउँदैन? म भन्छु एउटा क्लिन जोक ल सुन। एउटा साँडेलाई बाँदर किन मन पर्दैन? किनकि बाँदरको तस्रिफ रातो हुन्छ। मेरो फेभरेट भगवान हनुमान भगवान। बाँदरको मजाक बनाउनुहुन्छ।
अब एउटा जोक भन्नु, केही अफेन्ड हुनु भएन। यो संसारमा बस्ने कुनै पनि मान्छे अफेन्ड हुनु भएन। बाटो बनाउने कन्ट्र्याक्टर अफेन्ड हुनु भएन। बाटोको टेन्डर दिने नेता अफेन्ड हुनु भएन। टेन्डरको लागि घुस खुवाउने त्यो बिजनेसम्यान पनि अफेन्ड हुनु भएन। आकाश अफेन्ड हुनु भएन। धरती अफेन्ड हुनु भएन। घाँस अफेन्ड हुनु भएन। पात अफेन्ड हुनु भएन। रुखमा बस्ने चरा, चराको गुण, चरालाई मार्ने सिकारी, सिकारीको हातको त्यो बन्दुक बनाउने कम्पनीको सिइओ, यो संसार बनाउने समस्त धर्मका भगवान, हाम्रो पितृ, हाम्रो कुल, हाम्रो ब्रह्माण्ड, कोही पनि अफेन्ड नहुने तरिकाको, कसैको पनि सेन्टिमेन्ट हर्ट नगरिकन, मेरो सेन्टिमेन्ट हर्ट नगरिकन एउटा जोक भन्नु। एउटा सीए, मेरो दाइ सीए हो। म मेरो दाइको पेसाको बारेमा केही पनि मजाक सुन्न चाहन्न। म अर्को भन्छु। एउटा फुटबल खेलाडीले, मेरो ठुलो बाउको छोरा फुटबल खेलाडी हो। म मेरो भाइको गेमको बारेमा पनि केही सुन्न चाहन्न मजाकहरू। अर्को भन्छु। एउटा गिटारले सितारलाई के भन्यो? हाम्रो देवी देवताले बजाउने पवित्र बाजाको बारेमा म केही मजाक सुन्न चाहन्न। एउटा मच्छर मलाई मन पर्छ। एउटा ठुलो बङ्गलाले सानो घरलाई के भन्यो? मेरो घर सानो छ भनेर हेप्न खोज्नु भएको तपाईँले मलाई? मैले के भने तपाईँलाई? कसैलाई पनि अफेन्ड नपारिकन, कसैको पनि सेन्टिमेन्ट हर्ट नगरिकन एउटा जोक भन्नु सक्नु भएन? एउटा हात्ती रुखमुनि थियो र दुईटा कमिला त्यो रुखको हाँगामा थिए। एउटा कमिला हात्तीको ढाडमा खस्यो र अर्को कमिलाले के भन्यो? थिच कान्छा, मजाले थिच। हात्ती भनेको भगवानको स्वरूप। तपाईँ भगवानको मजाक उडाउने? तपाईँ मेरो भगवानको बारेमा जे पाइते बोल्ने?